नमस्ते नम्बरनीहरु नमस्ते ह्यापी न्यू इयर है नमस्ते दाजुहरु नमस्ते नमस्ते यो फेरि यस्तो नम्बरनी नमस्ते को गर्नु भला नाम भन्नुस् न मेरो नाम चाहिँ प्रमिला है म लिनाको नम्बरनी हो है ल हजुर को फोनमा मैले नाचिने जस्तो लाग्यो त चिनो उन्नुस् त देखि त्यस लागेको नाम भन्नुस् न त भन्नुपर्छ उठी बक्सियोस् त अनि उहाँको नाम नयाँ मेम्बर नमस्ते लिना नमस्ते अब भर्खर सुतेर उठेको बिचोक छ त म त नामै बिर्सेछु लिनालाई देखेर हामी त ड्रिङ्क सुरु गर्दैछु ल ल अब मेरो पनि खिच्नु पर्यो नि त त्यसो हो मेरो पनि फोटो खिच्नु पर्यो नि हैन ल के को ड्रिङ्क हो कस्तो साह्रो परिरहेको छ क्या मलाई त साँच्ची भन्ने न तातो छ ल जेट लाग्यो होइन निन्द्रा पुगेको छैन नि त मलाई तातो छ है ल है साथी हो हेर साथीलाई तिराना भएछ ए साथीले यहाँ जिएमनीले ठ्याक्क ल्याइदिनु भएको छ म यहाँ बसेर धन्यवाद धन्यवाद इन्जोय जिउसी सबै दुखेर आछ बिजोक छ बिजोक थुप्रैचोटि लड्यो साथी टाउको बचारेर यहाँ घाँटी यसरी गर्नु भएको छैन अर्कोचोटि जाँदा लैजाए मलाई नि ओके मन लागेको छ मेरो बुढा सिकाइन्छ के हिँड्न नि मजा आउँछ सबै अब देखाउनु भएको छैन सबै फुलबुट्टा हालेर आएछ फुलबुट्टा हालेपछि देख्दैन तर बिजोक छ ए घाँटी त आज अलि राम्रो भएको मैले त यस्तो गर्नु नहुने भएको थियो ड्याम लडेर के त्यो ए स्टिल उमार छ नि त नि रेकर्डमै रहेछ नि त है तेरिका नमस्ते दाजु नमस्ते नमस्ते मैले भिडियो चाहिँ खिचिरहेको छु ल भिडियो पनि खिचिरहेको छु फेसबुकमा फोटो चाहिँ फेसबुकमा अपलोड हुनुभन्दा अगाडि सबै नम्बरमा अपलोड सेयर हुनु पर्यो है ए अलिक पास हुनु पर्यो है एप्रुभ गरेपछि हाल्ने हो भन्ने कुरा मात्र हरेकै हाल्छ अनि आज यो इभेन्ट रन गर्नुको लागि हैन जस्ट एक्लै हुँदैन सँगसँगै हाम्रो अरू नम्बरहरूले पनि जिम्मा लिनुभएको छ विशेष गरिकन हाम्रो खानाको लागि हामी गोविन्द सोमले जिम्मा लिनुभएको छ यसै तरिकाले चाहिँ ड्रिङ्क्सको लागि हाम्रो मिन्सोम उहाँले चाहिँ पुरा सपिङ गरेर लास्ट मिनटमा ट्राभल गर्नुभएको छ ड्रिङ्क इनफ हुनुपर्ने हो है अनि सँगसँगै म्युजिक र इन्टरटेनमेन्टको लागि हाम्रो सुजन उहाँले चाहिँ गर्नुभएको छ त्यो कारण होइन उहाँहरू सबैलाई पनि फेरि तालिका साथ थ्याङ्क यू र आजको हाम्रो यो नम्बरी भेला चाहिँ इन्फर्मल है फर्मल होइन इन्फर्मल तरिकाले हामी भेला भएको छौँ र इन्जोय गर्ने मेन इन्टेन्सन चाहिँ र तरै पनि अब अलिकति सेफ्टी ब्रिफ पनि गर्नु परेको कारणले गर्दाखेरि तपाईँहरूलाई हुन त यहाँ आइसक्नु भएको छ मेजोरिटीहरू टोयलेट फेसिलिटी जेन्ट्सहरूको लागि थ्रु यहाँ दाहिनेपट्टि गयो भने जेन्ट्सको लागि छ भने लेडिजको लागि चाहिँ अपस्टेयर छ है तपाईँहरूले चाहिँ त्यो युज गरिदिनुहोस् र आज हाम्रो डाइनिङ चाहिँ आज नर्मल हामी त्यहाँ खानेछौँ सबै त्यहाँ सेटअप भइसकेको छ अनि पछि इन्टरटेनमेन्टको लागि तपाईँहरूको अघि बसेको ठाउँ इन्टरटेनमेन्ट हुनेछ बार ड्रिङ्कको लागि त्यहाँ हुनेछ है अनि इनफ ड्रिङ्कहरू छ तपाईँहरूले प्लिज इन्जोय गर्नुहोस् पिउनुहोस् अनि सँगसँगै आज इभेन्टमा चाहिँ हाम्रो यो इभिनिङमा चाहिँ केही आगो लागेको खण्डमा चाहिँ तपाईँहरूले प्लिज फायर एक्जिट डोर जहाँदेखि आउनुभएको छ त्यहाँदेखि बाहिर निक्लेर चाहिँ कार पार्कमा एसाम्बली भइदिनुहोस् फायर भएको खण्डमा तर हुने छैन भन्ने हामी विश्वास गर्दछौँ है र आशा गर्छौँ फेरि तपाईँहरू पनि अब भोकाइ पनि सक्यो होला त्यो भएको कारण अब हामी स्टार्टरदेखि सुरु गर्नेछौँ र यसको लागि चाहिँ म सर्वप्रथम हाम्रो बहिनीहरूलाई चाहिँ जो भेजिटेरियन पहिला हुनुहुन्छ तपाईँहरूले चाहिँ अगाडि क्यु लाग्दिनुहोस् त्यो हुँदाखेरि जस अरू खानाहरूसँग मिस हुँदैन होइन अब मिक्स हुँदैन त्यो भएर तपाईँहरूले सुरुमा चाहिँ स्टार्टर त्यसपछि त्यहीँ हुँदा हुँदैन हामीले
मेन खाना पनि खाने हो अनि सबै त्यहाँको सकेपछि चाहिँ हामी मुभ अन टु इन्टरटेनमेन्ट चाहिँ ठाउँमा चाहिँ हामी मुभ गरिन्छ है हुन्छ म यति नै भन्न चाहन्छु तपाईहरुलाई धेरै समय पनि लिन चाहन्न फर्कसम एनीथिङ आई मिस ओके हुन्छ ल थ्यांक यू भेरी मच ल हुन्छ ल ढिला नगरिकन तपाईहरु हाम्रो बहिनीहरु ड्रिंक्सहरु लिएर आउनुहोस् म फोटोग्राफर हो ल साथी हो यसो सेल्फी पनि गरिहाल्छ है ल यसो भिडियो हेर है यतातिर हेर है तर मलाई स्लिम देखाउँछ है सबैभन्दा So self-help or बताइदिन्छु क्या म एकछिन ब्रेक गर्छु म एकछिन ब्रेक गर्छु त्यही भएर म एकछिन ब्रेक गर्छु तपाईँ एकछिन कल्पना एकछिन म यहाँको के हो भनेर क्या ल आउनुहोस् आउनुहोस् ल तपाईहरु हजुर अचारहरू यहाँ छ पुरीको पानी पानीपुरी यससँग बल पनि छैन हौ यो बल छैन साथीको के गर्नु र पानीपुरी खाने हुन्छ कि तपाईहरु कोही भन्नुस् है मैले रेडी गर्दैछु ल एउटा ल्याउ त ल टेस्ट गरौँ ल्याउ त रासम हजुर तपाई इसी सिकाउन गएको होइन के चाहिँ सिकाउन गएको तपाईँ चाहिँ भिडियो खिचाउन लाग्नु ल है मेरो बुढालाई म आफै खुवाइदिन्छु ल त्यो मुखो खाइसक्ने मुखो खाइसक्ने ल सबैले हेर्यो ल एक्जाम्पल हेर्नुहोस् है एक्जाम्पल सिक्दैछु दाजु सिक्दैछु म हजुर हजुर राम्रो छ बहिनी एकदम राम्रो फेरि बहिनी यही त्यसरी चाहिँ मनु दाजुबाट यसो सिक्नुपर्ने छ मैले पनि ब्लग बनाउनुलाई टिकटकको लागि सम्झिने ठिकै हो के भयो ठिकठाक साह्रै पिरो भयो क्या हो बबिता खाँदै हो ल है के भयो बुढा पिरो बुढा पानी ल्याइदिउँ बुढाले खुली के ल्याइदियो पानी ल्याइदिउँ के भयो भाइ पसिना पुजिपछि पसिना पसिना भएछ हो ए सिकाउने आया यही बेलामा नाक चिमटेको है भनेर मौका छ दाजु हजुर भाइ तपाईँ त साह्रै बिजी एकदम दाजु अनि आज तपाईँको साह्रै ट्रेनिङ त होइन कि दाजुले दाजुको दुःख दाजुले गर्नुभएको दुःख देखेर एकदम खुस भए ल धन्यवाद भाइ जे गर्नुभयो राम्रो गर्नुभयो अब याम कुमारीले
चाहिँ पुछेर भरे यसमै राख्ला जस्तो छ है खानेकुराहरू पनि भएन नि त तपाईँ यो त होइन यो त भएर मिक्स होला है अन्त फेरि थ्याङ्क यू भेरी मच भन्छ नि फेरि त्यो चाहिँ अब धुएर Itu sih tau, ayo, Aun. तिमीहरू ती माथि आउनु के गर्न आएको फेरि ले जाउँ राम ल यिनै तल जाउँ झन् स्लिमहरूलाई चाहिँ यसो बाहिर अगाडि निस्कायो भनेको त के गर्नु र त्यतिका ब्रिदिङ गर्दा भएको छ मेरो चाहिँ फोटोहरूमा मेरो कचाकुचुक त सधैँ कहाँ हुन्छ त नि कस्तो साह्रो पर्छ अनि त्यो कचाक कहाँ बाहिर गेम खेल्ने लु साथी हो गेम खेल्ने अरे जाउँ ल गेम खेल्ने त्यहाँ वाइनहरू देख्नु नहुने होला नि फेरि के भन्छ ब्याक्चार बाक्सर खेले जस्तो होइन यो चाहिँ अब के अरे यो हुँदैन मिलाउने क्या रो मिलाउने एज तपाईँहरू चाहिँ केटा र केटी कम्पिटिसन हो यो चाहिँ होइन लेडिज एन्ड जेन्ट्स कम्पिटिसन हो तपाईँहरू है एकचोटि आएपछि चाहिँ सुरुमा चाहिँ सुरुमा चाहिँ एकजना केटा र एकजना केटी आउने हरेकचोटि एकजना केटा र एकजना केटी सँगै मुभ हुनुपर्छ है यो चाहिँ सँगै मुभ हुनुपर्छ है खास चाहिँ के हुनु यहाँ बस्ने हो बस्ने मात्र हो यहाँ बस्ने होइन सुन न बियर बनाउने यो चाहिँ रो मिलाउने हो क्या केटी भयो जित्नु भयो क्या अर्कोले चाहिँ ब्लक केटाले चाहिँ ब्लक गर्नु पर्यो त्यो होइन 0-0 क्रस 0-0 क्रस 0-0 क्रस सबकै बुक हुनुपर्छ अब तपाईँहरू बुक हुँदाखेरि यस्तो आउटरमा आउनुहोस् है सो किनभने पालैबाट आउनुपर्छ नि त बुझ्नु भएन आउटर तपाईँ यहाँ पछि चाहिँ यो अकुपाई भएपछि यहीँ घुम्ने हो कि सुरुमा चाहिँ तपाईँहरू आउँदाखेरि चाहिँ आउटरबाट आउँछ सुरेन्द्र बहिनी पो आउनु पऱ्यो कि मलाई यता चाहिँ हाम्रो सशक्त खेलाडीहरू हुन्छ सुरु भयो है
बस्नु पर्यो बस्ने एनी नेक्स्ट गेम सेन्टर त्यहाँ बसेको ओके गो क्या गर्नुहोस् है बरु तपाईँ क्या गर्नुहोस् रिहर्सल भयो रिहर्सल अहिलेको त रिहर्सल हो रियल गेम है बेस्ट अफ 5 है बेस्ट अफ 5 गरेर 5 चोटी खेल्दै हामीले चाहिँ 1 सक्छ 5 चोटी खेल्ने के गर्ने चेन्ज गर्ने हामी एक्जाम्पल होइन चेन्ज गर्नु होइन चेन्ज भन्दा गेम सकिएपछि यदि चेन्ज गर्ने चेन्ज गर्ने ल रेडी गो खेल्दिन Ready, go! It's a draw. अब त्यहीबाट उठेर होइन अब फर्स्ट को तपाईहरु अनेस्टली हुनुपर्छ है फर्स्ट को पेयर सेकेन्ड पेयर को थर्ड पेयर को हुँदैन को फर्स्ट पेयर हात उठाउनु त दुईजना आउनुभयो फर्स्ट पेयर हैन सेकेन्ड पेयर या थर्ड पेयर त दुईजना है ओके अब फर्स्ट पेयर को पालो है रेडी मुभ अब है रेडी मुभ Three boys down there. Come on, boys. No, you can do it. Yes, you can do it. अब त भन्नु पर्दैन होला हैन हामी सिधै जित्यौ के सोच्नु पर्ने सिरियस स्टार जीवन सिरियस स्टार जीवन रहेछ त्यही बसिरहनु
बहिनीले भनेको कुरा मानेछ Next three. Come on. Come on, buddy. First pair, second pair, अनि बिचको अहिलेसम्म हामीले जिते केटाहरूले जिते छैनछौँ ओके one different गर्छ last pair Come on. first pair We can do it. No. First pair. Come on. Me. On the same Oh, yes. Use your coconut. Use your coconut. Second. Second. Okay, ready? Second ready? Yes. Third. Didi. Second move. अब चाहिँ त्यो म सोच्दिनै अब चाहिँ मुभ है फर्स्ट सेकेन्ड थर्ड है फर्स्ट सेकेन्ड थर्ड ओके फर्स्ट मुभ सेकेन्ड मुभ थर्ड मुभ ओके फर्स्ट मुभ equal.
अघि चाहिँ बराबर जस्तो छिटो भयो विनर छैन छैन न इक्वल है इक्वल भएको होइन र ड्र भएको आज कॉलेज का आखिरी दिन और आने वाली जिंदगी के लिए सभी ने कुछ न कुछ सोच रखा है
दिनुपर्छ केटी हो ल साथी हो भात खाना नाच्नुपर्छ ल अम्मलाई यस्तो मिठो बल्ल पानी खाएर सहा गरे सबैलाई थ्याङ्क यू तपाईँले इन्जोय गर्नुभयो होला आजको मिल होइन आज चाहिँ हामीले गोर्खा पार्क च्यातमबाट चाहिँ हाम्रो विशेष गरेको कवि छ उहाँले चाहिँ एरेन्ज गर्नुभएको छ र तपाईँहरूले चाहिँ नै इन्जोय गर्नुभयो होला र सँगसँगै फेरि उब्रिएको पनि छ है त्यो भएर चाहिँ प्याक गरेको छ त्यहाँ तपाईँहरूले प्लिज लानुहोस् है एट द एन्डमा चाहिँ नछोड्नुहोस् सोले तपाईँले फेरि त्यसलाई युटिलाइज गर्न सक्नुहुन्छ rather than फ्याल्नुभन्दा पनि त्यो जानकारी गराउन चाहन्छु र आज चाहिँ हाम्रो आजको इभेन्टहरूको आइडियाहरूको विषयमा क्विकली तपाईँहरूलाई होइन जसले चाहिँ अब यसको लागि चाहिँ कन्ट्रिब्युट गर्नुभएको छ विशेष गरी खाना ड्रिङ्क्स होइन त्यसको विषयमा चाहिँ म तपाईँहरूलाई भोलि हाम्रो नम्बरहरूमै म जानकारी गराउनेछु र पर हेड कति पर्छ अनि हामीले बेसिकली टुमारो नै हामीले प्रोग्राम गर्नुपर्छ होला र आजको इभेन्ट फेरि भोलि फेरि हामी चाहिँ यहाँ फेरि फर्केर चाहिँ टाइडअप नगर्नुको हिसाबले चाहिँ आज तपाईँहरू चाहिँ उता मुभ हुँदाखेरि हामी दुईजनाले चाहिँ यहाँ टाइडअप गर्नेछौँ र तपाईँहरूले जो चाहिँ हात दिनु सक्नुहुन्छ प्लिज हात दिनुहोस् जसले गर्दाखेरि हामीलाई चाहिँ सहज हुन्छ पछि उता इन्टरटेनमेन्ट गर्ने त्यसपछि उता उतै फेरि हामी चाहिँ त्यहाँदेखि चाहिँ हामी छुट्ने है बेसिकली हामी बिग थ्याङ्क्स हाम्रो नम्बरी हाम्रो जिएम साहब होइन आज उहाँहरूको यहाँ स्थान भएको कारण उहाँहरूकै कारणले चाहिँ आज हामीले यो अवसर मेस हामीले युज गर्नु पाएका छौँ त्यसको लागि हामी उहाँहरूकै कारणले गर्दाखेरि आज हामीले चाहिँ यो फ्री पनि पाएका छौँ अथवा उहाँहरूले नै कन्ट्रिब्युट गरेर नै हामीले चाहिँ यो फेसिलिटीहरू हामीले युज गर्न पाएका छौँ र यसैको विषयमा अब केही वचन अथवा केही दुई शब्द राखिदिनुहरू भने म हाम्रो सर्वसम्मलाई नै फेरि अनुरोध गर्न चाहन्छु थ्याङ्क यू चाहिँ सबैजनालाई हामी 24 जना हैन 24 जना अनि समर र विन्टर चाहिँ हिट एन्ड मिस हुन्छ कहिले समर हुन्छ तर हाम्रो पार्टिसिपेसन नै सबभन्दा ठुलो कुरा हो अब जाँदै गर्दाखेरि चाहिँ अब हाम्रो गभर्मेन्टमा हामी लास्ट म्यान स्ट्यान्डिङ नम्बरको हिसाबले इन सर्भिसमा अनि यो अपर्च्युनिटी भनेको चाहिँ हामीलाई चाहिँ पछि फर्केर हेर्दा चाहिँ एउटा मेमोरी ल्यान्ड हुन्छ त्यसैले तपाईँले यति कष्ट गरेर चाहिँ आइदिनु भएको छ समय मिलाएर आइदिनु भएको छ मेन कोअर्डिनेटिङ कमिटीदेखि आफ्नो एक्चुअल एक्सिबिसन पेजमा चाहिँ इम्याकुलेट मेरो लिटरली बटन फुसिन लागिसकेको छ त्यसले चाहिँ यस्तो मिठो भयो गौरी हाइली एप्रिसिएटेड अनि रेकमेन्डेड फर द फ्युचर इभेन्ट्स एज वेल अनि बहिनीहरूलाई चाहिँ थ्याङ्क यू सो मच फर यर कन्टिन्युस सपोर्ट हजुरलाई थाहा छ कि छैन एकदमै छोटकरीमा भन्दा चाहिँ हाम्रो यो प्रसङ्ग त होइन तर रेजिमेन्टको नाताले चाहिँ 5 डिसेम्बरमा हाम्रो एकजना भाइ चाहिँ नन अपर्समा डेथ भएको थियो त्यसले गर्दाखेरि मेजर इभेन्टहरू चाहिँ क्यान्सल गरेको थियो तर यो चाहिँ हाम्रो फिङ्गर क्रस पुगिसक्छ होला भनेर हामीले अनाइराखेको हो अनि त्यो फर्चुनेटली भाइको फ्युनरल हिजो उता बुटलमा सक्सेसफुली कम्प्लिट गरेको हो हाम्रो 10 जना टिम रेजिमेन्टबाट डिप्लोय भएको थियो भाइको अनि बाबामालाई चाहिँ सुनकर चाहिँ फर्मली फेयरवेल गिफ्ट पनि गर्यो भाइले होइन त्यो एउटा अलिकति दुःखको क्षण थियो भने अब लाइफ निड्स टु मुभ अन होइन एट द सेम टाइम हामी अहिले जुन एरामा छ 50s दोज वर हिटिङ 55 भेरी सुन अनि त्यो बिग 55 मा चाहिँ नभुल्नु है वी गट डु समथिङ whoever comes first ल I think we should celebrate. So nearest को छ है